सो अब तपाईले चाहिँ आफ्नो लिंकबाट जोइन गराउन चाहनुहुन्छ नलेज अफ नेपालमा, तपाई आफ्नो थ्रु जोइन गराउन चाहनुहुन्छ भने त्यसको लागि सबैभन्दा पहिला तपाईले गुगलमा जानु अनि गुगलमा गएपछि चाहिँ तपाईले आफ्नो आईडी लगइन गर्नु। आईडी लगइन गरेपछि चाहिँ तपाईले यस्तो इन्टरफेस पाउनुहुन्छ। देन तपाईले यहाँ 3 लाइनमा क्लिक गर्नु। 3 लाइनमा क्लिक गरेपछि चाहिँ एफिलिएट लिंकमा क्लिक गर्नु। एफिलिएट लिंकमा क्लिक गरेपछि चाहिँ तपाई चेक गर्न सक्नुहुन्छ आफ्नो एफिलिएट कोड अनि आफ्नो रेफरल लिंक। सो रेफरल को जोइन गराउनलाई चाहिँ सिम्पल प्रोसेस छ। कपी रेफरल लिंकमा क्लिक गर्नु अनि यो कपी भइहाल्छ। देन व्हाट्सएपमा जानु अनि व्हाट्सएपमा यस्तो पेस्ट गरिदिनु। पेस्ट गरेपछि चाहिँ यहाँ आफ्नो लिंकमा क्लिक गर्नु अनि लिंकमा क्लिक गरेपछि चाहिँ तपाईले यस्तो इन्टरफेस पाउनुहुन्छ। तपाईले वेबसाइटमा डाइरेक्ट छिर्नुहुन्छ अनि तपाईले कुन प्याकेजमा जोइन गराउन चाहनुहुन्छ, 699 को स्टार्टर प्याकेजमा कि क्रिएटर प्याकेजमा कि प्राइम प्याकेजमा कि मास्टर प्याकेजमा। अब फर इक्जाम्पल मान्नु कि म स्टार्टरमा गराउँछु, देन बाई सबैमा छ, जुन पनिमा गराउन सक्नुहुन्छ बाईमा क्लिक गर्नुपर्छ। सो अब म स्टार्टरमा गराउँछु भने म बाईमा क्लिक गर्छु अनि बाईमा क्लिक गरेपछि चाहिँ बाई नाउमा क्लिक गर्छु अनि तपाई चेक गर्न सक्नुहुन्छ तपाईको स्पोन्सर आईडी माथि छ। सो स्पोन्सर आईडीलाई यो स्पोन्सर आईडी छ नि यसलाई केही पनि गर्नु छैन, यसलाई यतिकै छोड्दिनु छ। अनि यो स्पोन्सर नेममा पनि केही पनि गर्नु छ भने ठीक छ, छैन भने यसलाई पनि छोड्दिनु छ। अनि तल चाहिँ हेर्नु यो स्पोन्सर नेममा केही छ भने ठीक छ, छैन भने छोड्दिनु, केही फरक पर्दैन। अनि यहाँ नेम, सो अब जसलाई जोइन गराउनु छ त्यसको नेम माथि हाल्नु अनि डेट अफ बर्थमा त्यसको डेट अफ बर्थ सिलेक्ट गर्नु। याद छ भने ठीक छ, छैन भने जुन पनि राख्दा हुन्छ, केही फरक पर्दैन। अनि 2007 भन्दा तलको हुनुपर्छ। अनि इमेल आईडी त्यसको यता हाल्नु। इमेल आईडी हालेपछि चाहिँ जसलाई जोइन गराउनुहुन्छ त्यसको डिटेल फेरि हाल्नु अनि यसमा चाहिँ व्हाट्सएप नम्बर हाल्नु। यसमा चाहिँ डिस्ट्रिक्ट जुन डिस्ट्रिक्ट छ त्यो सिलेक्ट गर्नु। यसमा चाहिँ पासपोर्ट लगाउनु अनि पासवर्डमा चाहिँ हजुरले जुन माथि पासवर्ड हाल्नुहुन्छ नि त्यो चाहिँ सेम टु सेम तल हाल्नु छ। अनि त्यसपछि तल स्क्रोल गर्नु अनि आई एग्री यहाँ टिक मार्क लगाउनु, प्लेस अर्डर गर्नु। सो म केही राखेर तपाईलाई म फेरि देखाउँछु है। मैले सबै कुरा राखिसकेको छु है। सो गाइज मैले सबै कुरा राखिसकेको छु हैन, त्यो देखाउँछु भने युट्युबमा गाइडलाइन्स आइहाल्छ। तपाई आफै हाल्नु जसलाई जोइन गराउँछ अनि प्लेस अर्डरमा क्लिक गर्नु। प्लेस अर्डरमा क्लिक गरेपछि चाहिँ पे विथ क्यूआरमा क्लिक गर्नु अनि फेरि प्लेस अर्डरमा क्लिक गर्नु। अनि अब हेर्नु अब स्टार्टर गराउनु भएको छ नि त यो यसको स्क्रिनशट लिनु। नलेज अफ नेपाल प्राइभेट लिमिटेडको यो कीवर्ड छ नि त्यसको स्क्रिनशट लिनु अनि यसमा 699 पेमेन्ट गरेर त्यो पेमेन्टको स्क्रिनशट हुन्छ नि त्यो यहाँ चुज फाइलमा क्लिक गर्नु अनि चुज फाइलमा क्लिक गरेपछि चाहिँ फर इक्जाम्पलको लागि यो हाल्दिनु। अनि यो हालेपछि चाहिँ तपाईले यो हेर्नु ट्रान्जेक्सन कोड छ नि, ट्रान्जेक्सन कोड अनि मोबाइल ब्याङ्किङ वालामा रेफरेन्स कोड हुन्छ, त्यो ट्रान्जेक्सन कोड चाहिँ यता हाल्नु, जे छ त्यही हाल्दिनु एकदमै राम्रोसँग अनि सेन्डमा क्लिक गरिदिनु। सेन्डमा क्लिक गरेपछि चाहिँ तपाईले 5 देखि 10 मिनेटको भित्रमा चाहिँ फेरि यहाँ लगइन गर्नु छ अनि